ब्याग राखेर बनियो केटा यहाँ नथिच है फेरि सपोर्टरलाई थिच्यो भने छैन यार ल पेल्जनको 1 आयो पेल्जनका सपोर्टर कडा छन् क्या 1-1 भयो है डिफेन्स चाहिँ बवाल छ क्या दुईटै टिमको 1-1 भयो मजाले गाइजहरू अब काठमाडौँको 2 भयो पेल्जनको 1 उताको 2 यताको 1 राइटै भयो लाइन छ उताकोले लाइन छोड्यो है सात नम्बर भाइले गजब हान्छ आगो हान्छ यो भाइले यो सर्भिसमा आएको भाइले होइन यताको सर्भ्यूहरू दर्शकहरू राम्रा पेल्जनको धेरै छन् सेतोको उतापट्टि छन्
Out. आठ सात भयो। आठ बराबर भयो। प्रथम रायमाझी कप हो है यो। तल हाल्यो 9-8 भयो। प्रथम रायमाझी कप हो यो। चेक रिपब्लिकको प्रेसिडेन्ट भन्ने सहरमा हुँदैछ। उताको चाहिँ क्लातोबी, यताको प्रेसिडेन्ट, उताको चाहिँ काठमाडौँ लेखेको छ नाम। दुईटैको 101 छन्। 2 पोइन्ट अगाडि गयो उताको। दस 8 भयो। नौ 10 भयो। मजाको गेम भइरहेको है, मजाको गेम। ओ पेल्टनका सपोर्टरहरू जोस बुझ्दैछ होइन। एघार 9 भयो। 2 को अग्रता छ उतापट्टिको। दस 11 भयो। बाह्र 13-10। उताको 13 यताको 10। टाइम आउट भयो। स्ट्रेटेजिक टाइम आउट भयो। मेरो त प्रेसिडेन्टको टिम, उता दर्शक महानुभावहरू।
पाटनका गाइजहरू हाम्रा खेलाडीहरू ल तारा हेर ल तारा हेर त चिन त यो को मान्छे रहेछ हो यो पछाडि हात लगाएको होइन उल्टो टोपी हालेको सेतो टी सर्ट लगाएको मान्छे को रहेछ चिन त यो तेस्रो सेट हो एक भयो एउटा एक सेट पेल्जनले जिते अर्को सेट क्लातोबेले जिते तेस्रो सेट हो यो फाइनल सेट होइन अझै 2 सेट बाँकी छ ओ हाम्रो दाजुको डान्स गेम चाहिँ रमाइलो भयो पाँच नम्बरको छ उताको 5 अगाडि गयो यो रेजर चाहिँ क्षेत्रीय खेलेको यो भाइ चाहिँ 2 नम्बर जहाँबाट नै मिलाइदिन्छ लास्टै मिठो हुने जहाँबाट नि पुर्याइदिइरह्यो सत्र 7 अगाडि गयो अठार 10 भयो अहिले उताकोले जित्छ कि यो सेट ब्रेक हो क्या अहिले पानी खाँदैछन् उता गाउने उता पानी खाँदैछन् यता चाहिँ अहिले दर्शकहरू चुपचाप छन् अहिले उत्साह हैन ल डान्स ल अरे स्टार्ट हुनुलाई है गाइजहरु सबैले हेरौं शर्मिला बहिनी हेर गेम कस्तो छ
हामी चाहिँ थर्ड भयौँ है। ठेक्यो के यता पाएन। फेरि पनि बिल्डनको पोइन्ट आयो। बाह्र 18 भयो। आउट हान्यो। 13-18। चौध 18 बल खेले पेल्जलले पनि है। अहिले डाँडा कटेन। 19-14 5 लिड छ उताको। बलै झर्न देखाएन केटाहरूले। यस्तो दामी खेले छन्। राइट 15-19 4 को लिड। ओ एम्पायर हेऱ्यो। एम्पायर कुर्सीमा नबस्यो उठ्यो। ओ एम्पायर त्यो रेफ्रीलाई उठाउन लाग्यो क्या। रेफ्रीलाई उठाउन लाग्यो। अब रेफ्री उठ्यो। उठेर हेऱ्यो क्या। रेफ्री यार बसेर उ गरे यार। उठेर हेऱ्यो। यहाँ चाहिँ 5 जना बाहिर भयो, 1 जना मात्रै भित्र भयो भनेर उ भएको हो। यताबाट सर्भिस दिँदाखेरि त्यही भएर बिचमा उ भएको हो कि। तर रमाइलो हो।
उताको भने पनि ठिकै हो यो रेफ्री बस्या भएर हो कि बिग्रेको रेफ्री चाहिँ हाम्रो सुजन भाइ हो सुजन देवकोटा भाइ कहिलेकाहीँ हुन्छ गेममा यस्तो यो फाइनल गेम हो कहिलेकाहीँ भइहाल्छ केही छैन अब फेरि गेम स्टार्ट हुनेवाला छ उताको मान्छेहरूले उताको प्लेयरहरूले भने पनि ठिकै हो हाम्रो यो रेफ्री बस्या भएर बिग्रेको हो खासमा रेफ्री कुर्सी लगाएर बिन्दास तालमा बसेको थियो अनि त्यही भएर भएको हो उसले हेरेन यो चाहिँ रोटेसन गेम हो होइन उताको केटाहरूको कुरा पनि ठिकै हो नराम्रो होइन र गेममा कुनै बेला भइहाल्छ अब रेफ्रीले हेरिदिनु पर्ने हो त्यो चाहिँ हेर्न बिर्स्यो बिन्दास बस्यो त्यहाँ गफमै भुल्यो अब चाहिँ त्यस्तो हुँदैन होला उनीहरूको चाहिँ खेलाडीहरूसँग केही भएको होइन रेफ्रीसँग चाहिँ हो है अब उता एउटा फर्स्ट रेफ्री चाहिँ उता जयदाई उता हुनुहुन्छ हाम्रो भाइ यता छ तर हल्का भएको हो अलि बिग्रिया हो केही हुँदैन यता दुईटा लाइन भएछ एकछिन रोकिएको छ गेम गाइज आर्मी बुढाखानी यो चाहिँ अब रिहुने भयो फाइनल गेम हो फाइनल गेममा हल्का हुन्छ कि यस्तो केही पनि होइन यो सानो कुरा हो यस्तो भइरहेको छ गेम चाहिँ रमाइलो भयो त्यो एकछिन ठिकै हो उताहरू खेलाडीको भनेको नि यो रोटेसनमा चाहिँ यताबाट सर्भिस हुने भने 3 जना भित्र बस्नै पर्छ यता चाहिँ 1 जना भित्र बसेर 5 जना बाहिर थियो कि त्यही भएर बिग्रियो हो जुम गरेर देखाइदिन्छु म यो भाइ चाहिँ बसेको थियो कि यो कति जर्सी थाहा छैन अब रातै छ होइन नम्बर भन्ने हो नम्बरै देखिया छैन र त्यसमा 4 नम्बरवाला भाइ हो त्यो रेफ्रीलाई उभिनु भन्नु के दाइ त्यही भएर त बिग्रियो अहिले ल सुरु गर्यो गाइज गेममा सानो दिनु भइहाल्छ म त एक्लै दर्शक भयो कि यहाँ सब उता गयो त्यहाँ चाहिँ प्लेयर बिच भएको होइन है रेफ्री र प्लेयर बिच भएको हो मिल्छ हजुर होइन ठिक छ सानो दिनु भइहाल्छ हेर्नलाई चाहिँ मिल्छ दुईजना थियो कि एकजना थियो हेर्न खोजेको फेरि मान्छे भाग्यो के ब्याक गर्न मिल्दैन है ब्याक गर्नलाई गाह्रो हुन्छ 2 जना छन् अहिले अघि हेरिरहेको थियो यो डिस्कस भएर भाग्यो के अब आउँछन् फेरि ए त्यो चाहिँ 2 जना चाहिँ भित्रै थियो के 2 त भित्रै थियो 2 चाहिँ होइन 2 त भित्रै थियो यो भाइ चाहिँ यो छेउमा थियो त्यो लाइन चाहिँ थिएन त्यहाँ त्यो भाइ चाहिँ भित्रै थियो 2 जना त भित्रै थियो 2 त भित्रै हो कि ल त्यो रेफ्रीलाई उठ्नु भन्नु दाइ सुजनलाई उठ्नु भन्नु त्यो कुर्सी हटाइदियो बरु किशोर
फेरि स्टार्ट भयो गेम राइट ओ त्यो रेफ्रीको कुर्सी हटाइदिए हुन्छ के त्यो कुर्सी हटाइदिए कहाँ त्यहाँ बसेर रेफ्री गर्छ होइन होइन दुईजना हामी गाडीमै आएको जानी हो खर्चको प्राइस त लिनु पर्छ खर्च भयो त्यही भएर बसियो क्या तर खर्च त उठ्यो प्राइस हो त त्यही त खर्चको भाउ भन्नु पाइयो नि त्यही त सुरुमा त बसले जितेको होइन तपाईँलाई जितेको कसो जितेको उनीहरूले हाम्रो केटाहरू रिसाउँछ कि रिसाएर हो तपाईँहरू यहाँ रिसाउँछ गर्नु के भने अब उताको पट्टी अहिले चाहिँ उताकोले जित्छ होला जस्तो लागिरहेको होइन हेर मेरो राइट 22-16 भयो बल दर्शक दीर्घामा पुगेको छ त्यही 16 भयो थोरै बाहिर बसिदिनु होला अहिले मलाई गाइजहरू कोही फोन नगरौँ त यो फाइनल गेम हो अब हाम्रो घर आउने बेला पनि हुन लाग्यो अब थर्ड प्राइज लिएर मात्रै आउने हो क्या थर्ड भयो नि त यो गेम सकेपछि बल्ल लास्ट 19 आउट हान्यो क्लातोबीले 2 सेट जित्यो अब 1 सेट जित्यो भने क्लातोबी फाइनल जित्नेवाला छ ओ यहाँ छन् दर्शक दीर्घहरू गेम राम्रो भइरह तिमी उठ के भाइ उठ के त्यो लाइन नभएर त्यो नदेखिया हो के ल केटा इजी खेल्यो है
जित्नुपर्छ ल यो जित्यो केटा हो यो 4 नम्बर चाहिँ गज्जा भन्छ होइन यहाँको चाहिँ यो भाइ गज्जा भन्छ यो भाइले नि दुईजना छन् यहाँ सर्डर गज्जा भन्ने एउटा त भाइ त गइसक्यो अब फेरि अब फोर्थ सेट स्टार्ट हुँदैछ ल सेकेन्ड लास्ट सेट हो है ल केटा हो राम्रो खेल्यो केटा हो लाइन्सम्यानले छोकिसक्यो यार यता छेउमा बसी हुन्छ हो आउट हान्यो पेल्जनको 1 ल पेल्जनले खाता खोल्यो धेरै माया बराबर भयो एक काठमाडौँको 2 पेल्जनको 1 जर्सी नम्बर 7 निशान खत्री प्रयास चाहिँ राम्रो हो तर बल उठेन आउट हान्यो उताकोले 1 सेट जित्यो भने गेमै जित्यो यहाँ दर्शकहरू यस्ता छन् भोटिङ चाहिँ पेल्जनको बढी छ क्लातबीका अहिले सेलाका छन् कहाँ गयो खै उता छन् Martin 2 अंक 4-5 गयो भाइले हाने यो भाइ हो कि सट हान्ने बबाल सट हान्थ्यो
फिल्डिङ राम्रो छ पेल्जनको। मिस हान्यो। 6-4 भयो, 2 को लिड छ उताको। इजी खेल्ने केटा, इजी खेल्यो। तीन को लीड लियो उताकोले। पाँच सात 2 को लीड। ओ दसैँ ठीक छ। ल 1 को लीड। लाइन्स ले हेर्नै थिएन कि नेटमा हान्यो। आठ 6 2 नंबर को लीड। अब 1 नंबर को लीड 7-8। को लीड भयो। 9-7 भयो। आउट। 1 नंबर को लीड। 8-9 2 गेम। आउट। चेक आउट भयो। 10-8 2 को लीड। को सपोर्ट धेरै छ है यहाँ। यहाँको होम ग्राउन्ड भएको हुनाले झोला त माटोले। ओ सही। 1 को लीड। अब
गजब हान्यो गजब ओ फिल्डनको समर्थकहरू बडा वह गेम ल टाइम आउट प्रेजेन्टको टिम हो स्कोर चाहिँ कति भयो थाहा होइन अब एकछिनमा सोध्नुपर्छ नम्बर कति भयो बाह्र 11 प्रेजेन्टको 12 तारकै छैन अनि फल उताको बल भयो ल 2 पोइन्ट अगाडि गयो है बेल्जन मिसान्यो त्यही पनि 1 पोइन्ट 12-13 उताको 12 यताको 13 टाइम आउट भयो 12-13 1 मिनटको टाइम आउट हो सर्भिसमा निशान भाइ तेह्र 15 उताको 13 यताको 15 ल
उताको फल सोह्र 13 प्लेजनको 16 हामी बल मिस गर्यो गेम राम्रो भयो फाइनल जस्तै भयो है फल भयो फल छ उताको फल भयो पाँच नम्बरको लिड भयो बेल्जियमको 19 काठमाडौँको 14 ने सर्भिस आउट भयो गाइज सोह्र 20 बेल्जियम 20
21 16 17 21 17 21 अझै पेल्जन अगाडि छ 4 पोइन्ट 22 17 यो निशान भाइ अगाडि हुन्छ जित्छ जस्तो छ तेइस 17 2 पोइन्ट चाहियो अब 23 17 18 23 23 8 24 18 1 पोइन्ट लाइट आउट हान्यो 19 24 ल 2-2 भयो है सेट चाहिँ ओ एउटा डान्स सुरु भयो एकछिन यो चुना हाल्ने काम हुँदैछ अब चुना हालेपछि यो चाहिँ फाइनल सेट हो क्या 2-2 भयो हाम्रो किशोरजी चाहिँ चुना हाल्ने काममा व्यस्त हुनुहुन्छ हेलिकप्टर आउने आयो गेम हेर्नलाई आएको हो यो चाहिँ जे भयो नि थर्ड त भयो नि गाई जाने यार रित्तै हात फर्किनु त परेर अब 15 को हुन्छ यो सेट चाहिँ जाँदै सकिन्छ है गाई प्लस
नेमामा राखौँ